जुन नेताहरूले हामी भूकम्प र कोरोना जस्तो विषम परिस्थितिबाट गुज्रिरहेको बेलामा विदेशीले पठाइदिएको राहत समेत लुटेर खाइदिए, ती नेताहरूले विकास गर्छन्, परिवर्तन गर्छन्, हाम्रो लागि आवाज उठाइदिन्छन् भनेर हामीले पत्याउनु पर्ने र हामी नेपालीहरूले फेरि तिनीलाई भोट दिने? एकचोटि सोच्नुपर्ने अवस्था आएको छैन र? यो त एउटा उदाहरण मात्रै हो। यस्ता हजारौं लाखौं उदाहरणहरू छन् जहाँ हामी नेपालीहरू ठगिएका छौँ, जहाँ हामीलाई लुटेर नेताहरूले खाइरहेका छन्। परिवर्तन भन्ने कुरा सडकमा ढुङ्गा हानेर नेतालाई गाली गरेर ज्यान दिएर मात्रै आउने कुरा होइन। जुन देशमा भोटिङ सिस्टम छ, जुन देशका नागरिकलाई आफ्नो शासक चुन्ने अधिकार छ, ती देशको नागरिकले परिवर्तन खोज्ने भनेको चुनावमै हो क्या। अहिले जोसुकैलाई भोट दिन्छु, भोलि परिवर्तन खोजौँला भनेर हुँदैन। त्यो भयो भने जेन्जी आन्दोलनमा जस्तो ज्यान गुमाउनु पर्ने हुन्छ। ती शासकले आफ्नो दम्ब देखाउँछन्। त्यसैले बारम्बार गल्ती गर्ने मान्छेहरूलाई बोयकट गर्नु पर्यो अथवा हटाउनु पर्यो क्या। नयाँ मान्छेलाई, सही मान्छेलाई सही ठाउँमा ल्याएर राख्नु पर्यो र बल्ल परिवर्तन आउँछ। सोच्नुहोस् त देशको परिस्थिति कस्तो छ। युवा शक्ति जम्मै बाहिर छ। जुन देशको युवा नै देशमा छैन भनेपछि त्यो देशको विकास कस्तो भएको छ र अरू कुराहरू त तपाईँले आफ्नै आँखाले देख्नु भएको छ। एकचोटि मनन गर्नुहोस् र भोट परिवर्तन गर्नुभयो भने केही न केही परिवर्तन हुन्छ।